क्रेभिङ हुँदैन? क्रेभिङ हुन्छ दाइ एकदम। म वर्ल्ड कप खेलेर हामी राम्रो पर्फर्मेन्स भएन, हामी आइयो होइन, अनि म फर्स्ट डे बाहिर निस्केँ, मलाई मान्छेले हेरिरहेको थियो कि दाइ, मलाई डर लाग्यो कि यिनीहरूले पिट्छन् भनेर, किनकि एकदम नराम्रो खेलेको थियो नि त हामी। अनि बाहिर टन्नै बच्चाहरू आए होइन, आवाज लगाइरहेको थियो, मलाई डर लाग्यो होइन। अनि मैले वेस्ट इन्डिजमा मैले आफ्नो प्रतिभाजी वाइफलाई भनेको थिएँ कि मलाई मोमो खान एकदमै भएछ, म आएन मोमो खान्छु भने, ल हुन्छ भने होइन। अनि आएँ, अनि फर्स्ट डे बाहिर निस्केँ, हल्का बाहिर जोर्डनहरू घुमाउनु लगाएको थिएँ, अनि मान्छेले हेर्न थालेँ। अनि म 7 दिन रुमभित्रै बसेको कि दाइ, बाहिर निस्केन म, खै किन होइन। अनि त्यसपछि मलाई प्रतिभाजीले एभ्री डे ल जाउँ मोमो खान जाउँ भन्नुहुन्थ्यो कि, नाइ भने होइन, किनकि सिचुएसन यस्तो बनाइसकेको थियो, हामीले राम्रो गरेर आएको थिएनौँ होइन। अनि बाहिर जान मन लाग्थेन कि। अनि जरा पनि भेटेँ त एक रन कि जरा पनि एक रन होइन, एकदमै फिल हुने कि जहाँ पनि गएको त 1 रन दाइ भन्दै रुनी क्या तिनीहरू फेरि। भाइ के गरेँ यार हामीले यस्तो। अनि मैले गुल्सनलाई फोन गरेँ, अनि गुल्सनले एउटा चेन लिएको थियो कि होइन। मैले नि गुल्लु हजुर दाइ, मैं कहा भाइ बाहिर ननिस्क, त्यही चेन म लट्काइदिन्छु नै दाइ म त गाउँ आएको छु रे। किन गाउँ किन दाइ, यहाँ टिभी छैन रे होइन। त्यस्तो भयो होइन।